हेलो, गुड मर्निङ, नमस्ते, नमस्कार, वेलकम टु माई ब्याक टु युट्युब च्यानल ब्लगमा तपाईँहरूलाई स्वागत छ। आज चाहिँ म तपाईँहरू पहिलोचोटि मेरो युट्युब च्यानललाई हेर्दै हुनुहुन्छ भने मेरो युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। अनि पहिलोचोटि हेर्दै हुनुहुन्छ भने सेयर पनि गरिदिनु होला, लाइक कमेन्टहरू सेयर पनि गरिदिनु होला भन्न चाहन्छु। अनि तपाईँहरूको माया, तपाईँहरूको सपोर्टले गर्दा धेरै यस्तै नयाँ नयाँ ब्लगहरू थाहा छ कि मैले मेरो गाउँको भिडियो चाहिँ युट्युबतिर ब्लगमा चाहिँ तपाईँहरूलाई स्वागत छ। अब मेरो युट्युब च्यानल मार्फत तपाईँहरूलाई धेरै स्वागत छ। आज चाहिँ म के भन्न चाहन्छु भने यहाँनिर चाहिँ हामी चाहिँ यहाँनिर मकै हाम्रो चाहिँ थियो, मकै चाहिँ सकिसकेको थियो। मकै चाहिँ हामीले काटिसक्यौँ, काटेर छान्नु त्यस्तै नै अब थोरै जे भए पनि अब त्यो बाली नालीहरूलाई हामीले चाहिँ यताउता गरेर चाहिँ हामीले काटेर चाहिँ ठुलो लगाइसकेको छौँ। अनि लगाइसकेपछि हामीले बाँधो लागेको पनि अनि फेरि पनि हामीले चाहिँ हाम्रो चाहिँ मकै लगाएको छौँ, मकै छरेको छौँ। मेरो गोरुहरू छ, मेरो गोरुहरू चाहिँ चल्लाले अनि कठुरे भनेको एकदम राम्रो छ होइन। सानो सानो पनि पुरा सानो देखिरहेको गाउँमा दृश्यहरू चाहिँ धेरै के छ भन्दा चाहिँ अहिले चाहिँ हामीले दाल पारेको छौँ, दाल चाहिँ पाकेको छैन। अनि दाल चाहिँ लिएर जान सक्नुहुन्छ। अनि बिक्री केन्द्र पनि हो, किराको बिक्री केन्द्र धेरै नै छ। तपाईँहरूलाई कतिलाई थाहा नहुन सक्छ, त्यही भएर मेरो युट्युब च्यानलमा चाहिँ तपाईँहरूलाई देखाउन चाहे मेरो दृश्यहरू, मेरो गाउँको दृश्यहरू तपाईँलाई धेरै नै लगाएको छु। यो जनावरहरू हरियो देख्नुभएको छ, यो चाहिँ मस्याङ हामीले चाहिँ छरेको छौँ। मस्याङ छरेको ढिलो हुन्छ, एकदम राम्रो फुलेको छ। माथि तालहरू परियो छ। हरियो भएको कारणले गर्दा अहिले चाहिँ गाउँ चाहिँ एकदम राम्रो देखिरहेछ, राम्रो देखिरहेको छ होइन। हेर्नु होला ब्याक साइडबाट भिडियो तपाईँलाई देखाउँछु। यो गाउँको दृश्य मास्तिर चाहिँ धनबनेपा, यो माखाबारी पनि भन्छ। माखाबारीनिर चाहिँ अहिले चाहिँ दालहरू धेरै नै छ। अनि केराबारीहरू पनि धेरै नै छ होइन। केराको त यहाँनिर त बगानै हो। केरा बगान चाहिँ एकदम सस्तो मिलाएर पनि दिनुहुन्छ हिँडेर। हाम्रो बुवा जाँदै हुनुहुन्छ माथि जाँदै हुनुहुन्छ हाम्रो बुवा बोकी लिएर। म चाहिँ यहाँनिर दृश्यहरू छु, भिडियो गाउँको भिडियोहरू जुन चाहिँ गाउँमा यहाँ माथि बाजा डाँडाबाट चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ। कोशी सप्तकोशीदेखि सुनसरी चत्रा देख्न सक्नुहुन्छ। तपाईँहरूको दृश्य यहाँनिर एउटा पनि राख्नु पर्दछ थियो।
तर अहिले चाहिँ सरकारले चाहिँ गरिरहेको छैन। यो बादल अहिले यस्तो राम्रो छ, मेरो मुर्गा चाहिँ पहिला यस्तो थियो, यत्रो ठुलो घर छ मुर्गाहरू चाहिँ, हाम्रो मुर्गा अहिले चाहिँ अब यहाँनिर चाहिँ यस्तो खेला होइन, यो कटहरको दुध दामी देखिएको छ। यो बादल हेर्नु माथि बादल चाहिँ मैले बादल चाहिँ यस्तो दामी छ, तपाईँले हेर्न सक्नुहुन्छ। यो केराबारी मात्रै केराको बगान यहाँनिर हाम्रो मावली घरहरूदेखि लिएर हाम्रो अङ्कलहरूको केरा अरे। यता तलतिर चाहिँ मेरो छ है, हाम्रो छ यहाँनिर चाहिँ।